आज हामी तपाईलाई नेपाली टेलिसिरियलको सुरुदेखि अथवा एपिसोड 1 देखि तपाईको अहिलेसम्मकै सबैभन्दा सर्वाधिक बढी मिलियन भ्युज जाने टेलिसिरियलको बारेमा बताउन गइरहेका छौँ। त्यसमध्येको अहिले धेरैवटा नेपालमा टेलिसिरियलहरू कति रिलिज भए, कति आए, कति गए, तर कन्टिन्यू अनगिन्ती एपिसोडहरू कतिले निकालिए तैपनि भ्युज कमाउन सफल नभएका धेरैवटा टेलिसिरियलहरू छन्। तीमध्येमा पनि अनगिन्ती टेलिसिरियलहरू भ्युज नगए पनि कुनै कुनै एउटा टेलिसिरियल यस्तो आइदिएको हुन्छ कि जुन तपाईले सोच्न नसकिने टेलिसिरियलहरू आइरहेका छन्। तीमध्ये एउटा जुन टेलिसिरियल छ हाम्रा कान्छी र भुन्टी। अहिलेसम्मको सबै एपिसोडहरू हेर्दाखेरि सबैभन्दा बढी सर्वाधिक भ्युजमा गइरहेका देखिन्छ कान्छी र भुन्टी टेलिसिरियल। एउटा एपिसोड सुरु भएको हप्ता दिन अथवा 2 दिन 3 दिन 4 दिन नबित्दै मिलियन भ्युज जाने मध्येमा एक सबैभन्दा बढी जाने मध्येमा हाम्रो जुन कान्छी र भुन्टी गए पर्छ। त्यसपछि अर्को छ हाम्रो बुहारी लगायत बिस्तारै यसरी नै अरू चाहिँ गइरहेको हुन्छ। तर अत्याधिक युवा लगायत वृद्धहरू सबैको मनमुटुमा सबैले मन पराएको टेलिसिरियल हो कान्छी र भुन्टी। अरू कमेडीमा भए पनि ती दुईवटा टेलिसिरियलहरू धेरै मार्मिक अथवा समाजमा भएको विकृति विसङ्गतिलाई दुरुस्त रूपमा झल्काउने भएको कारण आज सबै दर्शकहरू अथवा सबैजनाले यी दुईवटा टेलिसिरियललाई सबैले धेरै रुचाएको हुँदा धेरै भ्युज पनि गइरहेछ। यसै टेलिसिरियलबाट अत्याधिक पैसा कमाउन सफल भएका छन् हाम्रा यस टेलिसिरियलका निर्माता आशा खड्का। उहाँले अरू धेरैवटा टेलिसिरियलमा पनि पहिलादेखि काम गर्दै आउनुभएको थियो, तर पछिल्लो क्रममा आएर उहाँ आफ्नै टेलिसिरियल अथवा आफ्नै मुभी बनाउनु भएको छ। आशा खड्काबाट प्रत्येक हप्तामा 2वटा एपिसोडहरू आइदिन्छ भुन्टी र कान्छी। यी 2वटा भुन्टी र कान्छी टेलिसिरियलबाट उहाँ अहिले धेरै पैसा कमाउन सक्नुभएको छ र उहाँ यिनै टेलिसिरियलबाट अहिलेसम्मकै सबैभन्दा बढी मासिक अर्निङ गर्ने व्यक्तिमा पनि हुनुहुन्छ।